ओहो जिन्दगीमा यति धेरै पानीपुरी त फर्स्ट टाइम खाइयो साथीहरू। आज चाहिँ बुवाले गाडीमा सामान मगाउनु भएको रहेछ, त्यही भएर सामान लिएर फेरि होइन आउँदो रहेछ र भाइले मैले सिलिन्डर लिएर जाँदैछौँ। सामान सिलिन्डर मात्र भनेको त पुरै चामलका बोरा, तेलका बोरा होइन के का बोरा राम भाइ त पुरा यता लोती परेर बसेको छ। अनि ल भाइ आइज चिया खाँ भनेर चिया सुरु गऱ्यो, त्यसपछि फेरि चाउमिन ल्याइदिनु भएको रहेछ बजारदेखि। ल चाउमिन खाऊँ भनेको यता भाइले फेरि पुरा दिइरहेछ, पोसिदिन्छ केटोले बेला बेलामा। यति खाएपछि फेरि दिदीले फोन गरेर बोलाउनु भयो कि, अनि दिदीकोमा जाँदैछौँ हामी। गएर मात्र दिदीले त ल भाइ चिया सप्लाई हान् भन्नु हुनुहुन्छ। भाइ फेरि यता फेरि गर्दैछ, फेरि फ्री फायर हान्दैछ। अनि चिया खाइसकेपछि म यता फेरि पानीपुरीको डल्ला होइन डल्ला फ्राई गरेर पुरो एक गमला के सानोतिनो कहाँ र पुरै एक गमला बनाएर ल दिदी सुरुमा त अब ठुलै मान्छेसँगबाट उद्घाटन गर्ने होला भनेर दिदीले खाइसकेपछि त ओ बोय भाइ के हो, म त लास फिदा भएर